हेलो एभ्रिवान, वेलकम टु मिनी ब्लग साथीहरु। यो चाहिँ T20 मिनी ब्लग हो। सबैजना सन्चै हुनुहुन्छ होला? स्वागत छ मेरो बिहानीको मिनी ब्लगमा साथीहरु। अनि हेर्नु मैले चट्ट लाएर कोठा सफा गरे साथीहरु। अनि खाना त पकाउनु पर्यो। नुहाइधुवाइ गरेर आए अनि साथीहरु माइती त हेरिहाल्नु पर्यो कि अगाडि बसे त माइती नहुने कुरा हुन्छ। कोही होस् कि नहोस् घर चाहिँ हुन्छ साथीहरु। घरलाई भए पनि हेर्नु पर्यो साथीहरु। 9 बजेको यहाँ चर्को घाममा म बाहिर भिडियो बनाउँदैछु, हेर्न सक्नुहुन्छ। अनि मैले बिहानसीलाई हेर्नु माम खुवाउन लाग्यो। यति गाह्रो हुन्छ माम खुवाउन पनि साथीहरु। बच्चालाई को कसको त्यस्तो पीडा छ भन्नु साथीहरु। अनि त्यसपछि बाबुलाई खुवाएपछि म पनि खानु पर्यो हो कि हैन भनिदिनुस् त। टक्क लाएर खानु पर्यो नि त साथीहरु। अनि साथीहरु मैले चाहिँ मामसाम खाएँ, कामसाम भ्याएर अनि माथि आएँ। मेरो बहिनी पनि आथी, यसलाई मैले काम दिइहालेँ। अनि बिहासी र बाबा खेलिरहेको थिएन। अनि अब कस्तो गरम भयो, चटपट चटपट क्याम भयो। अनि चिउरा भुजा यसो मुसेर खाइदिउँ। अनि त्यसपछि आज मासु खाइदिउँ न साथीहरु। खसीको मासु खाइदिउँ भनेर म टक्क लाएर बनाउँदैछु। हेर्नु साथीहरु, झोल र भात यति मिठो हुन्छ। गर्मी छ साथीहरु, त्यही पनि झोल र भात खान मन लाग्छ है। कहिलेकाहीँ त के गर्नु र डल्ले खुर्सानी टोकेर डम्म लाएर मासु भात खाए साथीहरु। यस्तो मिठो भयो, के कुरा गर्नु र। अनि अब खाएर मात्र भएन साथीहरु, मसम भाँडा धुनु पर्यो, क्लियर चरचुट गर्नु पर्यो हो कि भन्नु त। टक्क लाएर अनि साथीहरु मैले चाहिँ भाँडा सारा धोएँ फटाफट कामसाम भ्याएर। अनि म के गर्नु, काम त गर्नै पर्यो साथीहरु, खाएर मात्र भएन। अनि हजुरहरुको के छ, कसरी दिन बितिरहेको साथीहरु? यसो मेरो भिडियोलाई लाइक कमेन्ट शेयर पनि गरिदिनु होला। सबैजनाले माया गरिदिनु होला। मैले डेली जे गर्छु त्यही देखाउँछु साथीहरु। अनि टक्क अगाडि त माइत अब एकचोटि नभए पनि जानै पर्यो हो कि हैन साथीहरु। नत्र मैले मान्दैन। मम्मी आएपछि मम्मीलाई टक्क मासु पाकेको मिठो मसिनो पाकेको लैदिने बानी छ नि त फेरि हाम्रो। मम्मीले पनि दिनुहुन्छ। अनि हामी भिडियो सुट गर्दै हेर्न यसलाई यस्तै हँसाउँछौँ कि के गर्ने, यति गाह्रो हुन्छ। ल माया गरिदिनु होला साथी सबैजनाले। बाइ बाइ, थ्याङ्क यू फर वाचिङ, किप सपोर्टिङ साथीहरु।